स्वागत छ सम्पूर्ण साथीहरुमा। म्यादी तथा निर्वाचन प्रहरीको लिखित तथा अन्तर्वार्ता परीक्षामा सोधिने प्रश्नहरूको सेट पार्ट 3 मा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। अब लागौं भिडियोतर्फ। पहिलो प्रश्न, नेपालको वर्तमान संविधानमा कति धारा रहेका छन्? अप्सन ए 308 धारा, अप्सन बी 309, अप्सन सी 305, अप्सन डी मा छ 306 धारा। सही जवाफ हो साथीहरु अप्सन ए 308 धारा। 35 भाग र 9 अनुसूची रहेका छन् साथीहरु, त्यो पनि जान्नु होला। अर्को प्रश्नमा लागौं। अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन्? साथीहरु भिडियोलाई लाइक पनि गर्नु होला। अप्सन ए मा छ वीर शमशेर, अप्सन बी मा छ अंशु वर्मा, अप्सन सी महेन्द्र मल्ल, अप्सन डी जयस्थिति मल्ल। भिडियोलाई लाइक गर्नु होला, आन्सर गेस गर्नु होला। सही जवाफ हो अप्सन डी जयस्थिति मल्ल। 4 वर्ण 36 जातमा विभाजन गर्ने राजा पनि उहाँ हुनुहुन्छ। अर्को प्रश्न, साथीहरु भिडियोलाई लाइक र शेयर गर्न नबिर्सिनु होला। नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ? अप्सन ए मा छ वैशाख 12, बी मा छ वैशाख 11, अप्सन सी वैशाख 13, अप्सन डी मा छ वैशाख 14 गते। एकदमै महत्त्वपूर्ण, गेस गर्नु होला। राइट आन्सर हो साथीहरु अप्सन बी वैशाख 11 गते र गणतन्त्र दिवस चाहिँ जेठको 15 गते मनाइन्छ। अर्को प्रश्नमा लागौं। नेपाली भाषाको उत्पत्ति कहाँ भएको हो? नेपाली भाषाको उत्पत्ति कहाँ भएको साथीहरु? अप्सन ए सिमिकोट हुम्ला, अप्सन बी जुम्ला सिङ्जा, अप्सन सी मा छ बारपाक गोर्खा, अप्सन डी मा छ हेम्जा कास्की। गेस गर्नुस् राइट आन्सर। सही जवाफ हो अप्सन बी जुम्ला जिल्लाको सिंजामा भएको हो। अर्को प्रश्नमा लागौं साथीहरु। नेपाल प्रहरीको सबैभन्दा माथिल्लो निकाय कुन हो अथवा कार्यालय कुन हो? अप्सन ए नेपाल प्रहरी जङ्गी अड्डा, बी मा छ प्रहरी बल कार्यालय, अप्सन सी जिल्ला प्रहरी कार्यालय, अप्सन डी प्रहरी प्रधान कार्यालय। सही जवाफ हो अप्सन डी प्रहरी प्रधान कार्यालय। अर्को प्रश्नमा लागौं। सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? अप्सन ए मोरङ, अप्सन बी झापा, अप्सन सी काठमाडौँ, अप्सन डी रूपन्देही। यो धेरैचोटि नेपाल प्रहरीको परीक्षामा सोधेको छ। साथीहरु भिडियोलाई लाइक र शेयर चाहिँ गर्नु होला है। अर्को प्रश्नमा लागौं। सही जवाफ हो अप्सन सी काठमाडौँ। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कतिवटा छन्? चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कतिवटा छन् साथीहरु? अप्सन ए 4 जिल्ला, अप्सन बी 3 जिल्ला, अप्सन सी मा छ 5 जिल्ला, अप्सन डी मा रहेको छ 2 वटा जिल्ला। गेस गर्नुस् आन्सर। कतिवटा मिलाउनुहुन्छ कमेन्ट गर्नु होला, कहाँबाट हेर्दै हुनुहुन्छ। सही जवाफ हो 2 जिल्ला, ताप्लेजुङ र दार्चुला। अर्को प्रश्नमा लागौं साथीहरु। 8 मा धान नाच कुन जातिमा प्रचलित नाच हो? यो पनि सोधिसकेको छ। अप्सन ए राजवंशी, अप्सन बी थारू, अप्सन सी लिम्बू, अप्सन डी गुरुङ। कुन हो साथीहरु? आन्सर गेस गर्नु होला। धान नाच कुन जातिमा प्रचलित छ? सही जवाफ हो अप्सन सी लिम्बू जातिमा। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। हात्तीको बच्चालाई छावा भनिन्छ भने उटको बच्चालाई के भनिन्छ? अप्सन ए मा छ केटा, अप्सन बी पीडा, अप्सन सी मा छ उल्लु, अप्सन डी मा रहेको छ पाजी। राइट आन्सर गेस गर्नु साथीहरु। सही जवाफ हो अप्सन सी उल्लु। साथीहरु अर्को महत्त्वपूर्ण प्रश्नमा लागौं। त्योभन्दा अगाडि भिडियोलाई शेयर गर्नु होला। नेपालमा निर्वाचनमा उम्मेदवारले पालना गर्नुपर्ने नियमलाई के भनिन्छ? अप्सन ए निर्वाचन कानुन, अप्सन बी सजाय निर्देशिका, अप्सन सी घोषणा पत्र, अप्सन डी निर्वाचन आचार संहिता। पार्ट 1 र पार्ट 2 पनि हेर्नु होला साथीहरु। अप्सन डी मा छ निर्वाचन आचार संहिता। 11 मा छ मतपत्र भनेको के हो? अप्सन ए भोट हालेको बाकस, अप्सन बी भोट हाल्ने चिन्ह, अप्सन सी भोट हाल्ने कागज, अप्सन डी कुनै पनि होइन। एकदमै महत्त्वपूर्ण छ साथीहरु। मतपत्र भनेको के हो? आन्सर गेस गर्नुस् त। जान्नै पर्ने कुरा। राइट आन्सर हो भोट हाल्ने कागज। अप्सन सी इज राइट आन्सर। अर्को प्रश्नमा लागौं।
निर्वाचनमा स्वस्तिक छाप कुन रङको मसीले लगाइन्छ? अप्सन ए हरियो रङ, अप्सन बी नीलो रङ, अप्सन सी रातो रङ, अप्सन डी कालो रङ। साथीहरू भिडियोलाई सेयर र लाइक गर्नुहोला। सही जवाफ हो नीलो रङ। स्वस्तिक छाप चाहिँ नीलो रङले लगाइन्छ। अर्को प्रश्न, प्रहरी भ्यानको रङ कस्तो हुन्छ? प्रहरीको भ्यान हुन्छ नि गाडी, त्यो रङ चाहिँ कस्तो कलरको हुन्छ? अप्सन ए नीलो, अप्सन बी सेतो, अप्सन सी रातो, अप्सन डी कालो। यो पनि एकदमै जान्नुपर्ने कुरा हो। सही जवाफ साथीहरू अप्सन ए नीलो रङको हुन्छ प्रहरीको भ्यान। अर्को प्रश्नमा लागौँ, लुम्बिनी कुन जिल्लामा पर्दछ? एकदमै प्रसिद्ध तीर्थस्थल, धार्मिक स्थल, ऐतिहासिक स्थल लुम्बिनी कुन जिल्लामा पर्छ? अप्सन ए नवलपरासी, अप्सन बी कपिलवस्तु, अप्सन सी अर्घाखाँची, अप्सन डी रूपन्देही। गेस गर्नु साथीहरू राइट एन्सर। सही जवाफ हो रूपन्देही जिल्लामा। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ, निर्वाचनमा खटिने कर्मचारीको प्रमुख को हुन्छ? निर्वाचनमा खटिने कर्मचारीको प्रमुख को हुन्छ? अप्सन ए सुरक्षा गार्ड, अप्सन बी वडा अध्यक्ष, अप्सन सी मतदान अधिकृत, अप्सन डी स्वयंसेवक। सही जवाफ हो साथीहरू अप्सन सी मतदान अधिकृत। अर्को प्रश्नमा लागौँ, सिंहको बच्चालाई डमरू भनिन्छ भने गैँडाको बच्चालाई के भनिन्छ? अप्सन ए छावा, अप्सन बी बछेडो, अप्सन सी पाजी, अप्सन डी केटा। राइट एन्सर साथीहरू केटा। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ, 1 किलोमिटरमा कति मिटर हुन्छ? ए 500 मिटर, बी 200 मिटर, सी 700 मिटर, डी 1000 मिटर। साथीहरू पार्ट 1 र पार्ट 2 पनि हेर्नुहोला। शारीरिक तन्दुरुस्तीमा पनि ध्यान दिनुहोला। प्रहरीका विभिन्न दर्जाहरूमा, वर्तमान मन्त्री परिषद, यस्ता कुराहरूमा, अनुशासनमा पनि विशेष ध्यान दिनुहोला। राइट एन्सर साथीहरू अप्सन डी 1000 मिटर। अर्को प्रश्नमा लागौँ, भिडियोलाई लाइक गर्न बिर्सिनु भएको छ भने लाइक गर्नुहोला। म्यादी शब्दको अर्थ के हुन्छ? ए निश्चित समयको लागि, बी बिना कामको, सी सधैँका लागि, डी सुरक्षा गर्नु। म्यादी शब्दको अर्थ के हो साथीहरू? एन्सर गेस गर्नुहोस् त, एकदमै महत्त्वपूर्ण। सही जवाफ हो साथीहरू अप्सन ए निश्चित समयको लागि। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ, नेपालको राष्ट्रिय खेल कुन हो साथीहरू? नेपालको राष्ट्रिय खेल कुन हो? अप्सन ए कबड्डी, अप्सन बी क्रिकेट, अप्सन सी डन्डीबियो, अप्सन डीमा छ भलिबल। साथीहरू राइट एन्सर गेस गर्नुहोला। कतिवटा मिलाउनुहुन्छ 30वटा प्रश्नमा तपाईँले एन्सर लेख्नुहोला। पार्ट 1 र पार्ट 2 मैले हालिसकेको छु, त्यसमा पनि गएर हेर्नुहोला, त्यहाँका प्रश्नहरू यहाँ दोहोरिँदैनन्। यसको राइट एन्सर हो भलिबल साथीहरू, नेपालको राष्ट्रिय खेल हो। अर्को प्रश्नमा लागौँ, नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो साथीहरू? अप्सन ए सेफसङ्डो, अप्सन बी बर्दिया, अप्सन सी चितवन, अप्सन डीमा छ सगरमाथा राष्ट्रिय निकुञ्ज। साथीहरू राइट एन्सर गेस गर्नुहोस्। सही जवाफ हो सेफोक्सन्डो राष्ट्रिय निकुञ्ज। अर्को प्रश्नमा लागौँ, कुन अवस्थामा मत बदर हुन्छ? अप्सन ए स्वस्तिक छाप नबुझेकिने भएमा, अप्सन बी छ 2 चिन्हमा छाप लगाएमा, अप्सन सी मतपत्र किरमिट गरेमा, अप्सन डी माथिका सबै। ल कुन अवस्थामा मत बदर हुन्छ साथीहरू? सही जवाफ हो अप्सन डी माथिका सबै। माथिको सबै अवस्थामा चाहिँ मत बदर हुन्छ। अर्को प्रश्नमा लागौँ, जनसङ्ख्याको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो साथीहरू? अप्सन ए रूपन्देही, अप्सन बी ललितपुर, अप्सन सी काठमाडौँ, अप्सन डी धनुषा। जनसङ्ख्याको आधारमा सही जवाफ हो साथीहरू काठमाडौँ। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ, म्यादी प्रहरीको छनौटमा कुन स्वास्थ्य परीक्षण गरिन्छ साथीहरू? अप्सन ए आँखाको दृष्टि, अप्सन बी रक्तचाप, अप्सन सी शारीरिक तन्दुरुस्ती, अप्सन डी माथिका सबै। सही जवाफ हो साथीहरू माथिका सबै परीक्षण गरिन्छ।
अर्को प्रश्नमा लागौँ। प्रतिनिधि सभा निर्वाचन 2082 कुल कति मतदान केन्द्रमा निर्वाचन हुँदैछ साथीहरू? प्रतिनिधि सभा 2082 कति मतदान केन्द्रमा हुँदैछ? अप्सन ए 23,112, बीमा 22,123, सीमा 20,224, डीमा 21,312। सही जवाफ हो अप्सन ए 23,112। अर्को प्रश्नमा लागौँ। छोरीलाई चिउरीको बोट दाइजोमा दिने जाति कुन हो? छोरीलाई चिउरीको बोट दाइजोमा दिने जाति कुन हो? अप्सन ए राउटे, अप्सन बी लेप्चा, अप्सन सी दिमाल, अप्सन डी चेपाङ। सही जवाफ हो अप्सन डी चेपाङ जाति। अर्को प्रश्नमा लागौँ साथीहरू। नेपालको संविधानमा कतिवटा मौलिक हक छन्? नेपालको संविधानमा कतिवटा मौलिक हक छन्? अप्सन ए 33वटा, अप्सन बी 31, अप्सन सीमा छ 32, अप्सन डीमा रहेको छ 30वटा। सही जवाफ हो साथीहरू 31वटा। अर्को महत्त्वपूर्ण जीके प्रश्नमा लागौँ। नेपालको सबैभन्दा कम जिल्ला भएको प्रदेश कुन हो? अप्सन ए कर्णाली, अप्सन बी लुम्बिनी, अप्सन सी गण्डकी, अप्सन डीमा रहेको छ मध्य प्रदेश। सही जवाफ हो साथीहरू अप्सन डी मध्य प्रदेश। अर्को महत्त्वपूर्ण प्रश्नमा लागौँ। नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो? अप्सन ए चितवन राष्ट्रिय निकुञ्ज, अप्सन बी रारा राष्ट्रिय निकुञ्ज, अप्सन सी छायानाथ राष्ट्रिय निकुञ्ज, अप्सन डी बर्दिया राष्ट्रिय निकुञ्ज। साथीहरू राइट आन्सर गेस गर्नुहोला, भिडियोलाई लाइक र सेयर गर्नुहोला। सही जवाफ हो छायानाथ राष्ट्रिय निकुञ्ज। अर्को महत्त्वपूर्ण जीके क्वेसनमा लागौँ। नेपालको पहिलो प्रधानमन्त्री को हुन्? अप्सन ए भक्ति थापा, अप्सन बी भीमसेन थापा, अप्सन सी गिरिजाप्रसाद कोइराला, अप्सन डी मरिचमान सिंह। सही जवाफ हो साथीहरू भीमसेन थापा, अप्सन बी। साथीहरू अर्को प्रश्नमा लागौँ। नेपालको वर्तमान राष्ट्रपति को हुन्? अप्सन ए विद्यादेवी भण्डारी, अप्सन बी सुशीला कार्की, अप्सन सी रामचन्द्र पौडेल, अप्सन डी रामवरण यादव। साथीहरू हाम्रो च्यानलमा तपाईँहरूले अन्य सम्पूर्ण परीक्षाको लागि जीके प्रश्न र रमाइला गाउँखाने प्रश्नहरू हेर्न सक्नुहुन्छ। हामीसँग जोडेर रहनुहोला। सही जवाफ हो रामचन्द्र पौडेल। थ्याङ्क्स फर वाचिङ।